हेलो गाइस नमस्ते मेरो नाम चाहिँ पूजा तामाङ अनि अल्ट्रा छोले बोला न सलन के रे मगर हैन रुको जरा सबर करो मगर हैन लामा अरु अनि हामी चाहिँ आज थमेलबाट आएको एउटा पठाउले नि नमानेर अझ हामी त ट्याक्सीमा यहाँ सूर्य बेनासम्म कति होइन 2000 दिएको 2000 हामीलाई पागल सम्झ्यायो त्यसले अरु पागल होइन 2000 दिएको 2000 हामीलाई पागल सम्झ्यायो त्यसले अरु पागल होइन हो असन्तुष्ट नसोच अनि यहाँ चाहिँ हाम्रो दोस्त चाहिँ एकदम राम्रो पढाउ चलाउँछ यस्तो सस्तोमा लिन्छ क्या फेरि हाम्रो 400 मिलाइदियो अरूले त कति महँगो भन्ने भने भगवान् 400 मिलाइदियो तिमीलाई मैले अनि 400 मिलाइदिनु फेरि अनि हामी यहाँ अर्को दोस्त छ यहाँ साथीहरूलाई पुऱ्यो ऊ चाहिँ अर्को एउटा पठाउमा आएको थियो क्या एक्लै अनि हामी दुईजना एउटा तिम्रो साथी पठाउबाट लग्यो क्या खै पहिला लगे जस्तो छ त्यसलाई त आउँदैन मेसेज नि हेर्दैन अब तू ही बता तेरी तस्वीर मैं अगर किसी लड़की को भेज दूं तो क्या शादी के लिए हाँ करेगी कभी नहीं मरना पसंद करेगी बात तो सही खै पहिला लगे जस्तो छ त्यसलाई त आउँदैन मेसेज नि हेर्दैन राइनलाई के भन्नु मन छ भन त ऊ यहाँ बिजी छ मेसेज गर्ने म यहाँ मेसेज गर्दैछु म अहिले बोल्ने टाइम छ बोल न बोला मलाई कस्तो लाग्छ तिमी बोला नि त तिमी र म बोलाउँला ल बोलौँ न त अनि युट्युब च्यानल नै आउँछ है त्यहाँ मलाई देखेपछि सब्सक्राइब गर्ने कुरा हुँदैन त्यहाँ सब्सक्राइब चाहिँ गर्नै पर्छ जसरी नि गर्नै पर्यो अरू भ्लगतिर नि अब म आउँछु है अब मलाई फेमस पारिदिनु पर्यो मेरो टिकटकमा नि फलो फेसबुकतिर नि फलो हाल्नु पर्यो है त तिमी जसरी भाइरल भएर तिम्रो दुईजना छ हैन हुनै पर्यो ल औधी दोस्तको भ्लगमा हामी दिल्ली आएर हुन्छ हैन त घुम्न गएर हुन्छ खाएर हुन्छ दोस्तले पैसा तिर्दिन्छ है हाम्रो घुम्न गएर हुन्छ खाएर हुन्छ दोस्तले पैसा तिर्दिन्छ है हाम्रो एकदम सही हो एकदम सही हो यार सही हो अरु भन न अरु अनि दोस्ती खाना खाए त एकदमै खाए यार म टन्नै खाएको मैले हामी खाएको त्यहाँ मासु बनायो होला गएको भने कौली पो रहेछ हेरे हामी त भात खाऊँ भने पनि भात पकाएकै छैन लौ उता क्याफेमा गएको अनि के गर्नु त्यहाँको साउहरू पनि एकदम किचकिचे झन् त्यहाँ वेटरमा काम गर्ने भएको ओहो झन्डैले पैसा मागेको झन् पठाउमा जानलाई 600 दिएर पठायो ल 200 साथीलाई तिर्छु भने यहाँ 400बाट आयो अहिले त्यो कता हरायो त्यो त थिमी जान्छ उसको अब बोयफ्रेन्ड सोयफ्रेन्ड छ नि त हाम्रो त्यहाँ दोस्त भाइ पुगिहाल्यो किन बोयफ्रेन्ड चाहियो होइन चिक्कु अन्त फेरि मेरो चिक्कु दोस्त ए भगवान सक्दैन नि फेरि सक्दैन अरु के भन्नु मन छ गाइजहरुले खाना खानु भयो त सन्चै हुनुहुन्छ अनि म चाहिँ सन्चै छु ल अझ ह्यान्डसम देखाउने हो ह्यान्डसम खै म त काली देखिरहेको छु कि किन हो आज भर्खर आएको अनि आज हामी खाउन्दा चाहिँ यस्तो मोज गरेर भात खायो अल्ट्रा छोले बोला न अब के बोल्नु होइन 2 चोटि भ्लग बनाइसक्यो 2 चोटि म दोहोऱ्याएर बोल्नु परिसक्यो दोस्तले गरेर मलाई औडा लागिसक्यो हेरे मलाई औडा लागिसक्यो मैले भनिसकेँ है होइन होला के हो ए हो अर्को पाल शनिबार भेट्नु पर्छ अनि अझै भ्लग आउँछ होला गाइजहरु अझै भ्लग आउँछ अनि त्यसपछि मलाई फेमस पार्नु पर्यो तिमी एकदम राम्री छौ नि त म त बच्चैदेखि राम्री नि कसले सक्नु होइन भन्यो त दोस्त हो त दोस्त हो नि अलिक कतै त्यो हुन्छ नि त फन्नी राखेको छु नि त फेरि फनी नै हुनुपर्छ त्यही घुसघुसे मलाई मन पर्दैन अरूहरू पढाउमा त के हो के सुड्डो भेट्छ धन्न आज दोस्त भन्थ्यो र त आनन्द भएर यताबाट सूर्य बिना गर्न पाएँ है हामी के भेट्छ रे बुढा भेट्छ रे बुड्डो भेट्छ भने सुड्डो साइको लाग्छ गल्छ टाउको दुख्छ भने उहाँलाई मोटे हुन्छ ज्यानको किचाइदिन्छ भने मलाई त बिचमा लु बन्द झन् यस्तो सुकुटे भएको झन् मान्छेलाई झन् खिचाएर तिमीलाई त्यसो भेट्दैन त कस्तो त्यो त झन् डेली भेटेर आउँछ पठाउ आउँदाखेरि के त्यही एकचोटि त झन् मेरो मासु च्यातिदिएको भनेको धन्नै मरेको
आज मलाई भेटे कस्तो लाग्यो तिमीहरूलाई भन त ल मलाई त एकदम राम्रो लाग्यो अरूहरू भन्दा त एकदमै राम्रो के एकदम भन्नै पर्दैन थम्स अप हाम्रो दोस्तको लागि ल अरू के भन्नु छ शनिबार कहाँ जाने रे शनिबार घुम्न जानुपर्छ अब दोस्तले पैसा तिर्दिन्छ है हाम्रो लागि त अब मलाई त केही चिन्ता छैन है मलाई त दोस्तले तिर्दिन्छु भनेछ अब त पठाउ पनि मलाई चिन्तै लाग्दैन दोस्त फ्रेन्ड छ मसँग कता जाने हो दोस्त यसो दोस्त आऊ न म त यता लग्दै भने दोस्तले लग्दै ओ माय गॉड ल ढुक्क भयो म पनि ढुक्क भयो आजदेखि ल ल दोस्तलाई चाहिएको बेला मलाई चाहिएको बेला मेरो दोस्त छ नि त Money or your best friend? Best friend? Best friend? Are you sure? Are you sure? No money, best friend. दोस्तलाई चाहिएको बेला मलाई चाहिएको बेला मेरो दोस्त छ नि त एकदम सही होला यार सही होला अब यो भ्लग चाहिँ यतै एन्ड हाल्छु ल अब अर्को पालि भ्लगमा चाहिँ एकदम रमाइलो गर्नुपर्छ नाच्नुपर्छ कसरी कम्बरैमा पटकी खसेर भने भिडियो आउँछ है गाइस टिकटकमा कमेन्ट गर्नु होला मलाई ट्याग गर्नु म चिन्दैन होला फेरि मारिया है मेरो मारिया तिम्रो चाहिँ मेरो चाहिँ वान एन्ड ओन्ली तिमीहरूको यो भिडियो सही होला यार सही होला अब यो भ्लग चाहिँ यतै एन्ड हाल्छु ल अब अर्को पालि भ्लगमा चाहिँ एकदम रमाइलो गर्नुपर्छ नाच्नुपर्छ कसरी कम्बरैमा पटकी खसेर भने भिडियो आउँछ है गाइस टिकटकमा कमेन्ट गर्नु होला मलाई ट्याग गर्नु म चिन्दैन होला फेरि मारिया है मेरो मारिया तिम्रो चाहिँ मेरो चाहिँ वान एन्ड ओन्ली तिमीहरूको यो भिडियो देखेर तिमीहरूलाई गर्लफ्रेन्ड बनाउनु मन लाग्छ सबैजनालाई यार भाइ मन त लाग्नु परिहाल्यो नि मान्छे यस्तो चिक्कु छु लोभ लाग्दछ तिमीहरू दुईजना ल हेर सूर्य विनायकमा भन्न सूर्य विनायकमा भन न सूर्य विनायकको त्यो चोकमा आइज न छिटो आइज यहाँ पर्खिरहेको छु म जस्तो छुटछुटो गर्ने चाहिँ कोही छैन छ नि होइन ल अब दोसँग घुम्न जान पाउने म त एकदम खुसी क्या आज यस्तो ल्याङ भयो होइन अघि नैदेखि पठाउने नभेट्ने पठाउकोले महँगो भन्ने पैसा चाहिँ फेरि 700 मात्रै के फेरि 700 मात्रै फेरि हामी आउँदाखेरि पानी परेन धन्नै पठाउनै सुत्थे यो त ठाडै निदाएछ भने म त चिसो भइरहेको थियो झन् पानी पर्दिएर हाने ल म त कस्तो मामा यो आउँदैछ साथी आउँदैछ सर साथी आउँदैछ क्या उसलाई कुरेर बस्छ साथी आउँदैछ क्या ल यहाँ चोकमा होइन त्यो हुन्छ त अब यहाँ चौक पनि छ क्या एउटा पुलिस स्टेसन हो त्यहीँनिर आएर पुलिसले कराइरहेको छ है तिमीलाई चाहिँ के गर्छ र हौ तिमी राम्रो छ अनि डन्ठेले नै यसलाई Snow मार्छ अहिले किन गाली गरेर त्यतिकै बसेर मान्छेलाई मातेर खाएर बसेछ र अब मातेर खानुपर्छ यति हो कस्तो सोझी आउला है म एकदम सोझो बच्चैदेखि सोझो है अनि दोस्रो पर्छ कि पर्दैन म पढिरहेको छु यार कतिमा अहिले कतिमा तर भन्नु नमिल्ने के कति पढ्दै अब खै कतिमा पुग्यो थाहै छैन आफूलाई होइन कस्तो कुरा गरे स्कुल छोडिसक्यो भन्न खोजेको हौ स्कुल होइन के अब कलेज भन न के कलेज अब त हामी त यस्तै होइन 9 क्लासदेखि त अब बिग्रेर हिँड्यो छोड्यो सक्यो बिग्रेन नि के भन्नु होइन साथीहरूसँग हिँड्यो स्कुलले जान मन नलाग्यो आज बिहान धनी स्कुल जान आँटेको म लु न यसले ओइ पैसा छ कि मसँग आइज न 3500 देखाइदिएर ल म नै लोभाएर म त बुटुङ टुङटुङ भागेर क्याफे पुगेन त अनि त्यसपछि लोछ्याङ खायो त्यही सुत्यो अनि साथीहरू निको गयो त्यसपछि रमाइलो गऱ्यो त्यसपछि थमेल जाने सोचायो 3 जना थमेल थियो अनि त्यो थमेल आएर एकछिन रमाइलो गऱ्यो त्यसपछि तेरो मम्मीले यहाँ भिडियो देख्नुपर्छ त्यसपछि थमेल पुग्छ तल मेरो आमाले देख्दैन हो मेरो यो भिडियो देखे नि अब तपाईँको छोरी फेमस भन्नु पर्यो फेमस भइस नि त भाइरल हुन्छ नि त हैन आफ्नै गाडी चलाउँदै अगाडि बढिरहेको भइहाल्छ नि अरे भगवान् के को 300 मा नि अगाडि चाहिँ 200 भनेर अहिले 300 भन्दा त अहिले चाहिँ हो भनेको है के अरे भन त
200 रुपियाँमा नगरेर 300 रुपियाँ गर्नुपर्ने अरे सब म सोच कहाँ हुन्छ सबैजना है त्यही भनेको है बरु हाम्रो दोष ठिक छ अरू के भन्नु मन छ तिमीलाई मलाई त त्यही हो अब के भन्नु त्यसलाई बोला सच्ची तिमीले के साह्रो राम्रो यार अब दुईजना राम्रो छ यता नि राम्रो उता नि कसलाई चाहिँ देखाउने मेरो क्यामेरामा यार लु भन त ल आमा नि दिउँसो बनाएको भए चाहिँ बब्बालै हुन्थ्यो झन् अब हामी शनिबार भ्लग बनाउन जाने होइन भनेको होइन हुन्छ हुन्छ मेसेज गर्छु होइन फेरि नेगेटिभ नसोध्नु हामी साथी हो है साथी मात्रै हो त्यस्तो नेगेटिभ के होइन अब म मेरो दोस्तलाई कफी मिलाइदिइहाल्छु नि है अनि त्यसपछि मलाई नि मिलाइदिनु पर्यो है गाइस मलाई नि एउटा मिलाइदिनु पर्यो कमेन्ट गर्नु को चाह्यो म भनिहाल्नु है फेरि म चाहिँ कस्तो लाग्यो त म बुढो छ त होइन कस्तो बुढो देख्दैन भने भर्खरको देख्छ ह्यान्डसम छ केटीहरू हाम्रो दोस्तलाई दोस्तको के भन हाम्रो दोस्तसँग पट्टिने होइन त नपट्टिने कुरा हुन्छ को पट्टिँदैन त्यसलाई मलाई काटेर राखिदिन्छु भन्ने सोचे हुन्छ है मलाई रुवाएर त हाँस्छ कस्तो भने मैले जिस्के आएन नि त ल म त सक्दैन नि फेरि सक्दैन है सक्दैन नि ल अब चाहिँ हामी भ्लग चाहिँ यहाँबाट बन्द गर्न चाहन्छु होइन यहीँबाट बन्द गर्न चाहन्छु अनि अर्को शनिबार भ्लग आउँछ अनि त्यो भ्लगलाई धेरै माया धेरै भन्दा धेरै माया अनि कति धेरै गर्दिनु चाख दुख्यो धेरै लाइक कमेन्ट सेयर सबै गरिदिनु होला मलाई त्यति भइपुग्छ म फेमस भइपुग्छु ल थ्याङ्क यू बाई बाई जसरी मलाई भाइरल बनाइदिनु भन न जसरी नि बनाउनु पर्यो है त ल गुड नाइट सबैलाई गुटु मुटु नाइट बाई तिमीलाई थाहा भएर मेरो बारेमा भनिदेऊ न यसो हल्का मेरो युट्युब च्यानलको बारेमा ल भन न त युट्युब च्यानलमा चाहिँ सब्सक्राइब गरिदिनु होला अरू कुरा मलाई केही थाहा भएन है हामीलाई पनि भाइरल गरिदिनु होला लाइक शेयर सब्सक्राइब चाहिँ नभुल्नु कमेन्ट पनि गर्ने हाम्रो बारेमा हामी कस्तो छु भनेर है तिमी एकदम राम्रो